देशको मुटु धड्किन थालेको छ। दशैंको मौनता अब चिच्याउँदैछ। यो केवल आन्दोलन होइन, यो पिढीको जागरण हो। हामी उठ्छौँ फेरि हरेक अन्याय विरुद्ध। यो माटो हाम्रो रगतले सञ्चित। विष्णु बन्द गरेर खिच्ने साह्रै राम्रो भएको छ होइन। यो अलि अराजक फैलाउन थाल्यो कि यहाँ सानो सानो कुरा मिडियामा ल्याउने, मिडियावादी गर्ने, स्टन गर्ने हो। त्यो बन्द गरेको राम्रो हो त? राम्रै हो त। नेपाल सरकारले सामाजिक सञ्जालमा भइरहेको गलत सूचनाको नियन्त्रणका लागि अस्थायी रूपमा केही एपहरू बन्द अब त के भयो, त्यही कुरामा पनि प्रतिबन्धले लोकतन्त्रमा बोल्न पाइँदैन, भित्र पाउनु पाइँदैन सामाजिक सञ्जालहरू। ए भाइ एकछिन पख न, हल्ला नगर न भाइ, सम्झना आउँदैछ क्या भाइ, पख न एकछिन यार। नागरिकहरूलाई सचेत रहन र अफवाह नफैलाउन अनुरोध गरिएको छ। साउनी बच्चिया पाकेन भने नेपाल सरकारले सामाजिक सञ्जालमा भइरहेको गलत सूचनाको नियन्त्रणका लागि अस्थायी रूपमा केही एपहरू बन्द गरेको जनाएको छ। नागरिकहरूलाई सचेत रहन र अफवाह नफैलाउन अनुरोध गरिएको छ। लोकतन्त्र नाम त छ तर आवाज छैन। बोल्न खोज्यो भने देशद्रोही, चुप लागेर बस्यो भने कायर। अनि हामी कहाँ जाने? हामी देशको सन्तान, तर सन्तानले बोल्दा बुवाले काम थुने जस्तै गरेर बस्नुपर्ने। म टिकटकमा नेपाल भनेर गाउँ, तर अब त्यो पनि बन्द। पुरानो पुस्ता भन्छ देशलाई सम्मान गर, तर सम्मान त उनीहरूले लिएका छन्, जिम्मेवारी हामीलाई। देश त हामीले जोगाउनु छ, त्यो पनि जागरणले। हामी अध्ययनका लागि विद्यालय त गयौँ, तर पाठ्य पुस्तकले सिकायो शान्त बस। जीवनले सिकायो सहीका लागि आवाज उठाउनु। अब हामी शान्त होइन, सचेत हुन चाहन्छौँ। सत्य होइन, चेतना छ, तर चेतना नै क्रान्तिको बिउ होस् त। यो आन्दोलन राजनीतिक होइन, आत्मसम्मान हो। हामी नेताको विरोधी होइन, हामी देशको आत्मा जोगाउन निस्केका हौँ। हामीलाई डर छैन सीता, किनकि मर्नुभन्दा ठुलो पीडा चुप लाग्नु हो। ल अब चिया पनि खाइयो, पैसा तिरौँ जाउँ। के भन्न आइपुग्यो फेरि आमै? अरू त मलाई केही थाहा छैन बाबु, देश र जनताको भलो गरोस्। हस् आमा, त्यो म गरिहाल्छु।
हाल बेला ठिक छैन आफू पनि सेफ्टी रहनु र यो गाडीलाई पनि बचाउनु मेरो चिन्ता गर्नु पर्दैन आफू सेफ्टी गरेर जानु यी केटाकेटीहरूले राजनीतिक बुझ्दैनन् 5 सेकेन्डको भिडियोले देश चल्छ तर माननीयज्यू भिड बढ्दैछ कलेज र स्कुलका विद्यार्थीहरू सडकमा उत्रेका छन् टिकटक र फेसबुक बन्द गर्ने भए त्यो समस्या समाधान हुनेवाला छैन होइन तपाईँ के भन्न खोज्दै हुनुहुन्छ हामी सरकार हौ हामी आदेश दिन्छौँ उनीहरूले आदेशको पालना गर्नुपर्छ माननीयज्यू तिनीहरू हाम्रो कुरा सुन्ने पुस्दै होइन तिनीहरू जेन्जी हुन् न डराउँछन् न थाक्छन् उनीहरू सपनामा पनि स्वतन्त्र खोज्छन् स्वतन्त्रता यो हामीले ल्याएका त यो देश हाम्रो रगतले बनेको छ तर अहिलेका पुस्ता भन्छ तपाईँको रगतले ल्याएको स्वतन्त्रता हाम्रो घाँटीमा हक गरी भएर बाँधिएको छ उनीहरू चाहन्छन् बोल्ने स्वतन्त्रता सोच्ने स्वतन्त्रता र प्रश्न गर्ने स्वतन्त्रता यदि यो आन्दोलन फैलियो भने देशमा अराजकता मच्चिनेछ देशमा अराजकता होइन जागरण सुरु भएको छ माननीयज्यू तपाईँहरूले युवाको पक्षमा लिएर देश सुध्रिँदैन क्रान्ति टिकटकमा हुँदैन क्रान्ति अब सडकमा मात्रै होइन स्क्रिनमा पनि देखिन्छ तपाईँहरूले रोक्न खोज्नुभयो माननीयज्यू तर उनीहरूको आवाज लेखिरहेन हामीले हतियार बोकेका छैनौँ हामीसँग शब्द छ शब्दभन्दा ठुलो शक्तिशाली हतियार अरू केही होइन जय नेपाल जय नेपाल जय नेपाल जय नेपाल जय नेपाल जय नेपाल हामीले पढेका किताबमा लेखेको थियो नेपाल लोकतान्त्रिक गणतन्त्र हो जब हामी लोकतन्त्रको प्रयोग गर्न खोज्छौँ तब हाम्रो मुख बन्द गरिन्छ यदि यो अपराध हो भने हामी अपराधी हौ अपराध आफ्नै देश प्रेमको तर हामी टिकटक चलाउँछौँ तर त्यसमा हाँस्दैनौँ मात्र हामी देशको कथा सुनाउँछौँ हाम्रो कला प्रतिरोध हो हाम्रो नृत्य पनि सन्देश हो जय नेपाल जय नेपाल जय नेपाल जय नेपाल जय नेपाल जय नेपाल म पनि युवा मेरो पनि सपना थियो तर म त्यो सपनालाई कुल्चेर अगाडि बढ्दैछु त्यसको विरुद्ध खडा हुँदैछु दाजु तपाईँ हाम्रो शत्रु होइन हामी पनि यही धरतीका सन्तान हौ रगत तपाईँको नै रातो छ र हाम्रो पनि यो देश हाम्रो हो यो आवाज पनि हाम्रै हो जय नेपाल 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 आज दिउँसो राजधानीमा अराजक भिडद्वारा सरकारी सम्पत्तिमा तोडफोड देश स्थिर बनाउन सरकारले सामाजिक सञ्जालमा निगरानी बढाउने तयारी गरेको छ सर मिनिस्टर अफिसबाट आदेश आएको छ फोटोमा देखिएका भिडियोमा देखिएका विद्यार्थीहरूको अनुहार नदेखाउनु भनेर तर जनताले पठाएका भिडियोहरूमा त कुरा बन्द गर स्क्रिप्ट पढ हस् अब कसरी भनौँ तपाईँ देशवासी जस्तो कुरा पनि बिजनेस भइसक्यो अब हामीले कसरी नियन्त्रण गर्ने यस्तो डिजिटल रिभोल्टको मानिजु हाम्रो च्यानलमा नयाँ कथाहरू चलाउला नि विद्यार्थीहरूलाई बाहिरी शक्तिले उस्कायो भन्ने लाइन अनि सँगै केही देशभक्ति कलाकारले पनि समर्थन गर्दछ तिनीहरूले हाम्रो कथा तोडमोड गरे अब हामी आफ्नै प्लेटफर्ममा साँचो कथा सुनाउँछौँ मलाई हिँड्ने मनै छैन तर म बोल्ने छु मेरो मौनता पनि अब अपराध ठहरिनेछ यो हाम्रो नयाँ अभियान हो
हामी देशको सुरक्षाकर्मी हौँ, तर लाग्छ कहिले कहिले देशको होइन कुर्सीको सुरक्षा गरिरहेको छ। के गर्नु सर, आदेश त आदेशै हो, मान्नै पर्यो। आदेशले इतिहास लेखिँदैन, आत्माले लेख्छ। यो माटो हाम्रो, यो सासा हाम्रो, बोल्छौँ हामी अब मौन छैन। न्यायका लागि, सत्यका लागि हामी नै राष्ट्र, हामी नै देश। देश परिवर्तन केवल संविधानले होइन, चेतनाले हुन्छ। अनि त्यो चेतना आजका युवाहरू जो बोल्न डराउँदैन, सपनाहरू गोलीले मारिँदैन, आवाजहरू बन्द गर्न सकिँदैन, यो पुस्ता मौन हुँदैन। आज इतिहास लेखिँदैछ, सडकमा बन्दैछ देशको भविष्य। यो क्रान्ति कुनै नेताको होइन, नेपाल आमाको आँसुले मागेको न्याय हो। जय नेपाल, जय नेपाल। राम, यो भिडको बीचमा कतै खतरा त हुँदैन? सीता, यो खतरा होइन, यो हाम्रो जिम्मेवारी हो। यदि हामी मौन रह्यौँ भने हाम्रो सन्तानहरूले हामीलाई श्राप दिनेछन्। त्यसैले एकजुट हौँ, नारा लगाउँ, जय नेपाल, जय नेपाल, जय नेपाल, जय नेपाल, जय नेपाल। हामी आतंककारी होइनौँ, हामी पनि यही देशका सन्तान हौँ। राम, यदि मलाई केही भइहाल्यो भने म चाहन्न देशले मेरो नाम सम्झियोस्, म चाहन्छु देशले मेरो सपना सम्झियोस्। जय नेपाल, जय नेपाल, जय नेपाल, जय युवा, जय नेपाल, जय युवा, जय नेपाल, जय युवा, जय नेपाल, जय युवा, जय नेपाल, जय युवा। यी केटाकेटीहरूले अराजकता फैलाउँदैछन्। सर, ती युवाहरू देशप्रेमी हुन्, अपराधी होइन। तपाईँ प्रहरी प्रमुख हुनुहुन्छ, किन मौन? बन्दुकले होइन, संवादले समस्या सुल्झिन्छ सर। सीता, तिमी पछाडि हट, गोली लाग्न सक्छ, गोलीले आवाज रोक्न सक्छ। आत्मा होइन, जय नेपाल, जय युवा, 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 जय नेपाल। सीता, 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 आँखा खोल न, आँखा खोल न, हामी तिमीलाई न्याय दिलाउँछौ। सीता, आँखा खोल न, तिमीलाई केही हुन दिँदैनौ। सीता, राम, यो हाम्रो आन्दोलन लाइभ चलिरहेको छ। संसारभरिका मान्छेले देख्नेछन्। सीता, 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 तिमीले मरेर पनि हामीलाई जिन्दगी जिउन सिकायो। कहिलेकाहीँ एउटा आँसु हजार आवाज भन्दा गहिरो हुन्छ। नरो अब, देशले बोल्छ, मरे पनि सन्देश दिउँछ। युवाको बलिदान नेपालको बिहान।